छि 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 हेर हेर मेरा रुक्मिलीवासीहरू मेरा दिदीबहिनी दाजुभाइ आफन्तजन मेरा रुकुमवासीहरूलाई देखेर पनि दुःख लागेर आउँछ। अलिकति लाज शरम र अलिकति दुःख मनाऊ भन्ने कुरा छैन, अलिकति मनमा पीर भन्ने कुरा छैन। हिजोको दिनमा हामी सबैजनाले त्यो प्रचण्डलाई साथ दिएकै हो त, सहयोग दिएकै हो त। हजारौँ त्यतिका दाजुभाइ दिदीबहिनीहरू मार्न दिएकै हो त, बेपट्टा गराउन दिएकै हो त, घाइते बनाउन दिएकै हो त। आज हजारौँ मरेर गए, कति बेपट्टा भएर गए, कतिको हात खुट्टा गुमेका छन्, कतिको अपाङ्ग जीवन बिताइरहनु भएको छ, कतिको सिउँदो गुमेको छ, कतिको काख रित्तिएको छ, कतिको सारा सम्पत्ति रित्तिएको छ। तर पनि अझै पीर छैन। त्यति बेला साथ दिएकै हो पश्चिमबाट हाम्रो रुकुम रोल्पाका जनताहरूले। मरिमेटी हर समय हरदम तिमीलाई दुःख सुख बलिदानदेखि लिएर सबै साथ सहयोग दिएकै हो। तर तिमीले कहाँ बुझ्यौ? तिमी त हाम्रा रुकुमका रोल्पाका मान्छेहरूलाई त्यहाँको मान्छेहरूलाई प्रयोग गरेर भ्र्याङ बनाएर तिमी शासन अनि सत्तामा गयौ, तिमी माथि टुप्पोमा गयौ र त्यहाँको जनजीवन त्यहाँको जनताको बारेमा तिमीले सोच्ने फुर्सद पाएनौ। तिमीलाई पटक पटक प्रधानमन्त्री पनि बनाइयो, देश पनि सुम्पियो, उल्टै तिमीले देश बेचेर सकाउने अवस्थामा ल्यायौ, उल्टै त्यहाँको जनता मार्यौ र मारेर पनि अहिले राहत दिएनौ। त्यहाँको जनतालाई प्रयोग गर्यौ मात्र तिमीले त्यहाँको जनजीवन सुधार्ने र देश सुधार्नेतिर तिम्रो ध्यान गएन। तिम्रो ध्यान कहाँ गयो थाहा छ? तिम्रो आसे पासे आफन्त छोरा छोरीहरूलाई महँगो ठाउँमा कसरी पुर्याउने, देश विदेश महँगो ठाउँमा महँगो जनताको खुन पसिना रगतले कमाएको त्यो पैसा कसरी प्रयोग गर्ने, ट्रकका ट्रक पैसा कसरी चास्ने र कुन ठाउँमा लगेर सेटल गर्ने भन्ने कुरा, आफ्नो जिन्दगी कसरी सेटल गर्ने कुरा भन्ने मात्र तिम्रो ध्यान गयो। रुकुम पूर्वतिरको जनताहरूको त्यहाँको जनजीवन सुधार्नेतिर गएन। तर पनि अहिले आएर तिमीले त्यति बेला हाम्रा दाजुभाइले लडेर ल्याएको, भिडेर ल्याएको, मेहनतले दुःखले आफ्नो जीवन बलिदान दिएर ल्याएको त्यो पार्टीको नाम निशाना पनि मेटाइदियो। अझ पनि पीर चिन्ता छैन कति लाचार र कति सोझा हाम्रा रुकुम पूर्वका दाजुभाइ दिदीबहिनी, हाम्रा रुकुम रोल्पाका मान्छेहरू कति सोझा कति लाचार रहेछन् भन्ने कुरा अहिले आएर थाहा छ। दुःख लाग्छ त्यहाँका जनजीवन त्यहाँका मान्छेहरूलाई सम्झेर। आफ्नो पार्टी त्यसरी ल्याएको दुःखको नाम निशाना मेटाइदिँदा पनि अझै पनि तिमीलाई साथ दिइरहेका छन्। जाबो एउटा सदरमुकामको कुरा पनि सुल्झाउन सकेका छैनौ। पटक पटक त्यही सदरमुकामका तिमीले धेरै खेल खेलेका छौ। त्यसको बारेमा त्यहाँका जनताहरूलाई धेरै पटक पटक दुःखहरू दिएका छौ। त्यहाँका जनतालाई त्यही सदरमुकामको विवाद मिलाउन नसकेर त्यहाँका जनतालाई एक आपसमा लडाउने भिडाउने एउटा सानो जिल्ला, एक त 3वटा मात्र स्थानीय तह भएको जिल्लालाई पनि तिमीले पटक पटक दुःख दिएका छौ। अझै पनि दुःख दिन पुगेन। अझै पनि रुकुम पूर्वबाट चुनाव लड्छु भनेर तिमी गइरहेका रहेछौ। वाह, तिम्रो दिमागलाई, तिम्रो एजेन्ट मुख्य तिम्रो गिरीलाई चाहिँ मान्नै पर्छ। तिमीले कहाँसम्म सोच्न पाउँछौ र कहाँसम्म जनतालाई लडाउने भिडाउने चिल्ला कुरा मैले यो ल्याएँ त्यो ल्याएँ भनेर भन्छौ। त्यो तिमीले ल्याएको होइन, हाम्रो दाजुभाइ लडेर भिडेर ल्याएको त्यो दुःख मेहनतमा अलिकति तिमीले गिजामा छरिदिएको मात्र हो, आँखामा छारो हालिदिएको मात्र हो। त्यो बुझ्नेले मात्र बुझेको छ, अरूलाई थाहा छैन। रुकुम रोल्पाका जनताहरूलाई प्रयोग गर्यौ, तर तिमीले के गर्यौ? न देशको लागि गर्यौ, न हाम्रो रुकुम रोल्पाका जिल्ला अनि त्यहाँका जनजीवनको अवस्था सुधार्नतिर लायौ। हाम्रो रुकुम रोल्पा, हाम्रो रुकुमको जनजीवनको अवस्था कस्तो छ थाहा छ तिमीलाई? त्यहाँसँग सोच्न सक्ने क्षमता तिमीसँग छैन र तिमीले सोच्दैनौ। त्यहाँसँग सोच्न सक्ने तिम्रो फुर्सद पनि छैन। किन फुर्सद पनि किन होस्? तिमीलाई त कसरी देश सकाउने, कसरी कताबाट करप्सन गर्ने, कतातिरबाट मैले आफ्नो भागमा पर्ने भन्ने मात्र तिमीलाई त्यहाँसँग सोच्न सक्ने फुर्सद छ, क्षमता छ। अहिले गर्दा गर्दा जेन्जीहरूलाई उचालेर तिम्रो सारा कति बेला भाषण गरिरहेका थियौ, सारा अदालतहरू, सारा सिंहदरबार जलाउन लगाइयो, सफल भइयो भन्ने कुरा भाषण पनि ठोकिरहेका थियौ। खुसीका साथ खुसी पनि किन नहौ? तिम्रो इच्छा आकांक्षा, तिमीले सोचेको, तिमीले लागेको माइन्ड पावर तिमीले सफल बनाएको छौ। जेएनजीहरूलाई प्रयोग गरेर, किनभने तिमीले त्यहाँ किन पावर लायौ, किन माइन्ड लगायौ भने
तिमीलाई एक दिन डर थियो, तिमीले गरेका अपराधहरू, तिमीलाई गरेका त्यहाँका भ्रष्टाचारहरूका फाइलहरू लुकेर बसेका छन्। यहाँका अदालतदेखि लिएर त्यहाँका सिंहदरबारदेखि लिएर विभिन्न कार्यालयहरू चलाउनुपर्छ त्यहाँका, किनकि हामीले गरेको त्यो फाइलहरू नष्ट भयो भने हामी सफा क्लियर हुन्छौँ। हामीसँग प्रमाण केही पनि छैन, तिनीहरूले केही पनि गर्न सक्दैनन्, ती फाइलहरू सबै जलेर सकिएपछि हामी सफा भयो भन्ने तिम्रो मनो इच्छा थियो अनि त्यो पनि पुरा भयो हैन। बढाइ छ। अब पनि हाम्रो रुकुमलाई सकाउन त तिमीले बाँकी छैन, सकाइसकेका छौ। त्यहाँको जनजीवन तिमीलाई पहिला साथ दिएर अहिले पनि कसरी बिताइरहेका छन् तिमीलाई त्यो थाहा छैन। रुकुम पूर्वका धेरै ठाउँहरूमा सडकहरू जान सकेका छैनन्, त्यहाँका मान्छेहरूले घोडा खच्चरबाट रासन पानीहरू बोकेर खाने अवस्था छ। त्यहाँ बिजुली बत्ती जान सकेको छैन। अहिले पनि पुरानै जमाना कहाँबाट कहाँ पुगिसक्यो, संसार कहाँबाट कहाँ पुगिसक्यो, तर पनि तपाईँले त्यहाँ एउटा सानो बत्ती बाल्न पनि सक्नु भएको छैन, त्यो ठाउँमा बत्ती बिजुली लिन पनि सक्नु भएको छैन। टुक्कीको भरमा मान्छेहरू बाँचिरहेका छन् र सडक छैन, त्यहाँको घोडा खच्चरबाट रासन पानी ओसारेर बाँचिरहेका छन्। औषधि नपाएर त्यहाँका जनताहरू मर्नु परेको छ। त्यहाँका सुत्केरी बेठा लागेर समयमा अस्पतालमा उपस्थित हुन नपाएर त्यहाँ ज्यान बेलैमा गुमाउनु परेको छ। तिमीले केही पनि जब एउटा सदरमुकामको विवाद त सुल्झाउन सकेका छैनौ। कसैले लाग्ला फेरि मेरै रुकुम पूर्वका छन् एकदमै हाम्रो फलानो भनेर उवा गरेर काँधमा चढाएर हिँड्ने दाजुभाइ दिदीबहिनीहरू, उहाँहरूलाई मैले विरोध गरेको जस्तो लाग्ला। मैले विरोध गरेको होइन, मलाई त आफ्नो मनभित्र भएको पिरलाई भनेकी मात्रै हो। यसलाई विरोध नसम्झिनु होला। वाह, रुकुम पूर्वबाट तपाईँले चुनाव लड्ने हुनुभएछ। त्यहाँका जनताहरूले त्यति हुँदासम्म पनि तपाईँलाई गाजा बाजा फुल माला ल्याएर तपाईँले स्वागत गरिरहेका छन्। वाह, कुनै जन्ममा तिमीले राम्रो काम गरेकै रहेछौ, उति बेला धर्म कर्म कमाएकै रहेछौ। पहिलो जन्मको कर्मको फलले गर्दा अहिले तिमीले यतिसम्म गरेका छौ र अहिलेको कुकरमा चाहिँ अर्को जन्ममा या त यही जन्ममा तिमीले अवश्य पनि भोग्नु त पर्छ। सबैको लाखौँ करोडौँको रगत तिमीलाई लाग्ने नै छ। त्यो त समय आएपछि सबैको पालो अवश्य पनि आउँछ। जितको अग्रिम शुभकामना छ। रुकुम पूर्वबाट चुनाव लड्नु हुने भएछ, मेरो पनि एकदमै शुभकामना छ, जित्नु होला। ल ठिकै छ, रुकुम पूर्वमा अलिअलि बाँकी रहेको चिजहरू पनि सकाउनु होला। सकाउन के बाँकी छ अझै पनि सकाउने कोसिस गर्नुहोस्, सबै रित्ताउनुहोस्। त्यहाँका अलिअलि कसरी काटिरहेका छन् त्यहाँका जनताहरूले त्यो पनि नष्ट बनाइदिनुहोस् अनि तिम्रो जिन्दगी बन्छ अनि तिम्रो सोच पुरा हुन्छ। तिमी मस्तले रमाउनु है। ओके, बाई बाई।